सो हेलो गाइज वेलकम ब्याक टु न्यू भिडियो है तपाईँहरू सबैजनालाई फेरि पनि यो सानो भिडियोमा वेलकम छ। सो आजको भिडियोमा भने चाहिँ है तपाईँहरू सबैजनाले म्याक्सिमम मलाई यही क्वेसन्स गरिरहनु भएको थियो कमेन्ट्समा देखि लिएर म्यासेजमा देखि लिएर है कि भाइ कन्सल्टेन्सी चाहिँ कुन चाहिँबाट गर्नुपर्ने, कन्सल्टेन्सी के गर्नुपर्ने, कन्सल्टेन्सी कहाँ कसरी आउनुपर्ने इजरायल भनेर म्याक्सिमम जनाले यही सोधिरहनु भएको थियो। र यो चाहिँ एज पर माई बेसिस है, यो मेरो एज पर माई नलेज यो सानो भिडियो बनाउनु गइरहेको छु। यसो यो भिडियो लास्टसम्म हेरिदिनुहोस् होला। सो यो भिडियोमा भने चाहिँ है यो भिडियोमा जसको मैले नामहरू लिइरहेको छु उनीहरूकोबाट मैले कुनै पनि थोरोली मैले रेकमेन्ड गरेको होइन तपाईँहरूलाई है, तपाईँहरूले आफै पनि बुझ्न सक्नुहुनेछ र उनीहरूले मलाई कुनै पनि कमिसन्सहरू पे गरेको छैन है त। सो सिलगढीदेखिको लिएर दिल्लीदेखिको लिएर इन्डियामा अल ओभर इन्डियामा कन्सल्टेन्सीजहरू थुप्रो छ जसले चाहिँ इजरायल ल्याउने काम गरिरहेको छ है। सिलगढीमै पनि हेर्नुभयो भने तपाईँको थुप्रो कन्सल्टेन्सीहरू छ। तपाईँहरूले मेरो विचारमा चाहिँ तपाईँहरू पहिला गएर कन्सल्टेन्सीहरूसँग बात गर्नुहोस् है, कम्पेयर गर्नुहोस्, हेर्नुहोस् र कुन चाहिँको राम्रो छ त्यो पोइन्टहरू पहिला बुझेर त्यहाँदेखि मात्रै ट्राई गर्नुहोस् होला। सो मेरो रेकमेन्डेसन हो रहेछ भने चाहिँ पहिला सबैलाई बुझेर गर्नुभयो भने चाहिँ तपाईँहरूलाई थाहा भइहाल्छ र के गर्नुपर्ने त्यो बुझिहाल्नुहुन्छ। सो म भन्न गइरहेको छु दुईवटा कन्सल्टेन्सीजको नाम जुन चाहिँबाट चाहिँ इजरायल यहाँनिर म्याक्सिमम नम्बरमा आइरहेको छ र मैले सोच्दाखेरि र मैले जान्दाखेरि एज पर माई नलेज यो दुईवटा कन्सल्टेन्सीको नाम चाहिँ म तपाईँलाई भन्न गइरहेको छु। सो नम्बर 2 मा चाहिँ तपाईँको गुवाहाटी आसाममा रहेको जिज्ञासा कन्सल्टेन्सी है। जिज्ञासा कन्सल्टेन्सीले चाहिँ तपाईँको म्याक्सिमम नम्बरमा ल्याइ पनि रहेको छ है र यहाँनिर आइरहेको छ र म देखिरहेको छु। सो जिज्ञासा कन्सल्टेन्सिज होइन। सो नम्बर 1 मा चाहिँ तपाईँको ग्रोवेल कन्सल्टेन्सिज है, ग्रोवेल प्लेसमेन्ट है, त्यहाँ सिलगढीमा छ। सो त्योबाट पनि म्याक्सिमम नम्बर्समा इजरायल ल्याउने काम गरिरहेको छ। सो तपाईँहरूले पनि यदि चेक गर्नु भएको छैन भने गएर उनीहरूसँग कन्सल्ट गर्नु सक्नुहुनेछ र के रहेछ कस्तो रहेछ बुझ्दा हुन्छ है। सो के को भ्याकेन्सिज खोलेको छ अरूतिर पनि तपाईँहरूले जान्नु सक्नुहुनेछ, थुप्रो छ अहिले। सो तपाईँहरूले गएर आफै पनि इन्क्वायरी गर्नुभयो भने राम्रो हुनेछ। तपाईँहरूलाई यो भिडियो हेल्पफुल लाग्यो भने चाहिँ तपाईँहरूले अरू कसैसँग सेयर गरिदिनु होला है, उनीहरूलाई पनि हेल्प हुनेछ। सो अझै तपाईँहरूलाई कुन कन्सल्टेन्सीहरू याद छ र के छ सो तपाईँहरूले कमेन्ट्स गर्नु पनि नबिर्सिनुहोस् होला। थ्याङ्क यू सो मच गाइज, बाइ बाइ, सी यू इन द नेक्स्ट भिडियो गाइज।